नमस्कार साथीहरु, गुड मर्निङ। म चाहिँ अहिले एकदम बिहान पाहुनाहरूलाई पठाउनको लागि हैन अनि घुम्न जानको लागि भाइहरु बिदा गर्नलाई एकदम रेडीमा चाहिँ यहाँ करेला पकाएर बिदा गर्ने भने फेसबुक चोक घुमेर मान्छेहरु बिहान बिहानै बिदा लिन आइसक्यो। साथीहरु यहाँ भाइ फेसबुक चोक घुमेर अन्तु घुमेर कस्तो लाग्दैछ अहिले यात्रा फेरि इन्डियाको? बिचारा निदाइरहेछ अनुहार, जहिले जाने बेला जस्तै हुन्छ उसको अनुहार हेर्नु साथीहरु। बीटीएम रक्स पब्लिकेसन फेरि पुरा व्यस्ततामा बिचारा जे भयो नि हाम्रो भाइ यसो मनको उयो काठमाडौँबाट यसो यहाँ रेस्ट गर्न आउँछ मन मैलोलाई जहिले एउटा न एउटा तनाव दिइरहेको हुन्छ नि। कहाँ कान्छा भनेको हेर्नु मैले बेचन्दै जहिले बिचारा फ्रेस मुड फ्रेस हुन आउँछ कि बेटा हाम्रोमा, जहिले यिनीहरूले तनाव दिन्छ हो साथीहरु। अब हामी चाहिँ आज फेरि एक लट फेरि हामी बहिनीहरुसँग नन्दहरुसँग अनि अब यहाँ सबसँग कहाँ जान्छौँ? यहाँ नै कन्याम जानको लागि नुहाएर रेडी भएर कस्तो भाडा मोल्दैछ। रक्स गर्नुपर्छ। कहाँ हौ आशिका एलिसा भिसले रुन्छु म भाइ गएको उपलक्ष्यमा। रुनु कि नरुनु सन्चो लाएर आँसु नै आउँदैन यत्रो जाँदा पनि। सन्चोले न सन्चो यो मान्छे चिन्नुहुन्छ? मान्छे राम्रो कि मार्क्स राम्रो छ हेर्नु होला, प्रतिक्रिया दिनु होला। बिचारा मेरो भाइहरूलाई बाई बाई गर्छु अगाडि गसेर। छिटै आए दुईजना तिमीहरू हामी चाहिँ घुम्न गएको कन्याम। ल ल ल शुभ यात्रा। हामी चाहिँ अब फेरि हामी अन्त्य जाँदैछौँ कन्याम होइन। कन्याम जानलाई एकदम रेडी 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 हुँदैछौँ हामी चाहिँ। यहाँनिर चाहिँ अब भाइहरू चाहिँ लागिसक्यो उनीहरू अनि मेरो रेडी 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 यहाँ चिकन पाकेर रेडी 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 भइरहेछ। यहाँ दालको सब्जी पाकेर यति रेडी रेडी मेउचीमा भइरहेछ। यहाँ बिहान सुकुटी पनि रेडी। हामी सबै यो खाएर घुम्न जानेछौँ। मैले यो करेलाको सब्जी अब यहाँ धनिया चट चट काटेर हाल्छ। मेउचीमा खाने भए आउनु तारी खानु है, मिठो मानेर नुनहरू चाख्नु। यता नन्दहरू है मेरो यहाँनिर धेरै नन्दहरू। नन्द एउटा थिएन, कम भएको छैन अहिले त नन्द। नन्द देख्दै खालि दिदी दिदी भेना भेना भन्ने खालि अहिले त अब यहाँनिर अहिले चाहिँ नन्द नन्द भन्नु पाइरहेछु। राम 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 राम। अनि बिर्ता माइतमा बसेपछि हुन्छ त नन्द। त्यही भएर आज चाहिँ म ह्याप्पी छु। रक्स गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। अनि यहाँ ठुलो मान्छेले चम्चीले आफै खानु हुँदैछ। खै नो आशिका आउँदैन क्या आज? यस्तै छ है, अब म त यस्तै हो। हो के उयो खाने आँपको अचार पनि ल मुलाको सुकुटी नखाएर हेर न। यहाँ सुकुटी हेरिरहेछ भाउजूकोमा आएर। यता हेर न, अस्ति अन्तु मलाई एक्लै छोडेर जानेहरूलाई यो गाडी अहिले गाडी सहित हामी पनि जाँदैछौँ कन्यामतिर। अन्तु मलाई छोडेर गएको थियो साथीहरू हेर्नु यहाँ अनुहार हाँसेको। अन्तु यहाँ हामी अहिले यत्रो चिल्लर ग्याङ जाँदैछौँ। के कम हो हामीलाई पनि, बिचरा जान नपाएर पछाडि फर्किरहेछ। लु छिटो न, म त यहाँ रेडी भइसक्यो त हौ। अन यहाँ हामी चाहिँ के को हामी पनि ग्याङ भेला पाएर हिँड्दैछौँ बा फटाफट जुत्ता लाउने। खै यता हेर्नु हो के उतै मात्रै जुत्ता लाएर ब्युटीहरू लिएर जाँदैछु साथीहरू। म आज कन्यामको डाँडा चाहिँ हल्लिनै पर्यो। खिना बहिनीले आज काठमाडौँदेखि आएर कन्यामको डाँडा चाहिँ खत्रै हल्लाइदिने हो, रक्स गरिदिने होइन। ल हामी निक्ल्यौँ होइन साथीहरू। अब उहाँ गएर एक दुईवटा पोचा हानेर आउँछौँ अनि उतैबाट बहिनीहरूलाई फेरि बिदा गर्नु छ। मेरो दाजु गएको भरे आउँछौँ। ल ल ल ल घर रुङ्ने घर रुङ्ने घर रुङ्ने। आज अस्ति मैले रुँगेको छु 2 दिन। अब हामी चाहिँ तानाकुसी गर्न लाग्यौँ, भला कुसारी गर्न। यतिको चाहिँ जानुपर्ने हुन्छ।
साथीहरू कहिले जहिले अब आन्टी दिदी भाइ आज मेरो बहिनीहरूसँग पनि कहिलेकाहीँ कस्तो हुँदैछ त यहाँ झापाको टुर रमाइलो फेरि यति रमाइलो भाउजूसँग एकदम रमाइलो धन्यवाद अरे हाम्रो भाइ यस्तो ह्यान्डसम फेरि साइडमा आम्मामामामा केही त हुन्छ आज हामी चाहिँ ठ्याक्क अब उत्रिसक्यौँ गाडीबाट ल छिटो एकजना छिटो गरेर उत्रौँ ल भाइ धन्यवाद वासरुम देखाइदिएकोमा एक नजर आज चाहिँ फेरि घाम लागेको रहेछ साथीहरू अरू बेला हुसे लागेर यहाँ खरेर काम्नु पर्ने हुन्थ्यो कस्तो लाग्यो घाम लागेछ मलाई चाहिँ खुसी लाग्यो घाम लागेर आज हेलो अरू बेला त कहाँ जाडोले थुरुरु आज हिरोइनहरू आएर होला क्या हो आज हो नत्र भने त अरू बेला त म त यहाँ त कामेर म त्यो जाडोले साथीहरू हामी चाहिँ आइपुग्यौँ अहिले होइन अब हाम्रो भ्रमण सुरु हुन्छ यत्तिको चाहिँ यहाँ झापूर्व आएपछि ल्याउनै पर्ने हुन्छ मेउची दिदीले जहिले पनि यो दृश्य देखाउनको लागि अनि रमाइलो पनि छ सधैँको एभरग्रिन पनि हो हाम्रो पूर्वको सानो कन्याम डाँडा ल हाम्रो बहिनी एकदम फोटोसोटो खिचेर यहाँ घोडा चढेर सवारी हुनुहुँदैछ होइन तपाईँको फोटो खिच्ने काम चाहिँ सिद्धियो यत्तिको अर्को पालो फेरि दामी खिच्दैको छु घोडा ल्याउने मान्छे पनि दामी हुनुहुन्छ होइन तपाईँहरू यही घोडामा चढ्नु अस्ति दाई पनि यही घोडामा बहिनी पनि यही घोडामा खालि यही घोडा मात्रै छ क्या यहाँ कलर यहाँ मान्छेहरू आमामा क्विन भएर आइसकेको छ नि चढ्नु न अनि यतिको चढ्नु पर्ने हुन्छ यहाँ आएपछि घोडा होइन नचढ्ने के भन्ने उतै चढ्नु फोटो एउटा खिचिदिन्छु ल छिटो यत्रो यहाँ कन्याम घुम्नु आएर यहाँ साथीहरू यस्तो मान्छेहरू पनि हुनुहुन्छ है मेरो अघि मलाई त्यस्तै भएको थियो अवस्था गम्भीर भएको थियो अलिक यता ल्याइदिनु न हो ल टुर पनि हुँदैछ बहिनी कान्छी पनि नचढ्ने ल यहाँ चढाइदिनु नि फोटो खिचिदिइसके छिटो चढ्नु यता जाऊ 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 ल साथीहरू भिडियो हुँदैछ होइन यहाँ यतिको चढ्नै पर्ने हुन्छ क्या आएपछि चाहिँ रमाइलो भयो त्यस घाम लागेर पनि होइन अब यति मेउसीले के गरेर हेरिहाल्नु भयो अब फोटोसोटो खिच्ने अनि टक्कसँगले लगाएर घर जाने फेरि हामी यहाँ डाँडामा चढ्नु पर्ने हुन्छ साथीहरू हामीले होइन अनि यहाँको डाँडाबाट दृश्य पनि हेर्नुपर्ने हुन्छ त्यही भएर हामी चाहिँ डाँडामा आइसके हसिन फसिन भएर पनि हाम्रो नेपालको झन्डा फर्काइरहेछ यहाँ आएपछि यदि माथि चाहिँ चढ्नै पर्ने हुन्छ साथीहरू म चाहिँ ज्यान गरेर नै आएँ चढ्ने मान्छे होइन नि त पहाड मेउसीलाई त्यही भएर गाह्रो चाहिँ भयो तर आइपुग्नु यहाँ आएपछि अहिले चढ्नै पर्छ क्या सेल्फी डाँडामा साथीहरू यो चाहिँ हाम्रो होइन बहिनीहरूको सेल्फी हाल्ने तातो आलु चप मिठो भयो मैले खाएको चाहिँ होइन खाएको चाहिँ नदेखाए पनि यहाँ पकाउने दिदी यति राम्री हुनुहुन्छ यस्तो फ्रेस खुवाउनु हुँदो रहेछ कन्याममा आउँदा यस्तो फ्रेस खाना पाइयो खुसी लाग्यो रोटी मिठो चिनीले होइन स्वादले हो ल पारा गरे पारा यिनीहरूको पारा गाडी आउँदैछ पारा गरेर छिटो आमाको पारा चाहिँ खत्रै छ क्या छोराको अगाडि यो चाहिँ हाम्रो होइन बहिनीहरूलाई चाहिँ एकदम रमाइलो लागिरहेछ अरे रुखहरूमा फोटो खिचेको छ हाम्रो बहिनी यहाँ थाकेर एउटा आलु चप खाएर बसिरहेछ म चाहिँ खाइसकेर अनि यहाँ यसो फोटो खिच्न थालेको आज हामीले टिकटक चाहिँ अरू होइन दुईजनाको टिकटक चाहिँ खतरा गइरहेछ पारा रफ गर्नु रमाइलो गर्नुपर्छ साथीहरू सानो नानीले चाहिँ रोटी टोक्दैछ आम्मामा रोटी टोक्नु नसक्नेहरू खै यस किन उहाँ कालुले हेरिरहेछ लु जम्मै साथीले गाडी आयो अब उता खिच्नु पर्छ
अब लास्ट एउटा छ हाम्रो होइन अब हाम्रो लास्ट स्टेसन साथीहरू रक्सटन यति नै हो धेरै बेर पाउन पनि पालिँदैन झापामा हामी बाई 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 सब बाई ल बाई 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 सबैलाई बाई बाई ल फेरि भेटौँ ल उतै उतै जाने भन्नु अनि लिन्न अब घर पनि आइपुगे साथीहरू सबैलाई बिदा गरेर म चाहिँ एक्लै लिन्थिङ घरमा आएको मेरो दाइ फेरि यहीँ अहिले पनि बसिराख्नु भएको रहेछ कस्तो हाँसेको के छ कानै बन्द भयो साथीहरू म अहिले चाहिँ अब गएँ गर्मी चाहिँ लुगा फेर्नु पर्यो अहिले गर्नुपर्छ गुड नाइट गर्नुपर्छ सुत्ने बेला म्युजिक भइसकेको छ यो अनुहार हेर्नुपर्छ मैले अनि फेरि रक्स गर्नुपर्छ ब्लगलाई जोइन गर्नुपर्छ बाई साथीहरू